यो मान्छेलाई गुली च्यापेछ र किन आयो भएर सबलाई गुली च्यापेछ भन्छ उहाँले माथि उकाल्नु पर्यो क्या रिजन चाहिँ के हो मुली जाम हुनुको बल्ल खोलेको केटा हो म चाहिँ अब बाइक सर्भिसिङमा हालिदिनु लाग्यो ल र हतार नगरौँ हो साथी हो हतार नगरौँ बाइक यस्तो चकाचक बनाउँछु नि माथि कताबाट हो छिर्ने यस्तो स्लाइड हाल्नु है त यसरी कुदाउनु मजा आउँछ क्या एउटा यसरी क्या गर्न क्या यस्तो मजा आउँछ अलि मलाई के खानु बोला त नि ल म त मुझे दसैँसम्म भ्याउनु पर्छ बाबु मेरो त मैले दाइलाई कल गरेर आऊ अलिलाई उठाउ न भाइ आएर भन्छ दाइले अलिलाई उठाऊ भने बिचरा मेरो साथीले कति दुःख पाउँछ क्या माथि त दुःख पायो दिलबर अर्को अमन दाइस आउँदैछ अमन दाइस आउँदैछ सँगै रहेछ उनीहरू अनि लिएर आएको के भएको चिक्ने त्यो अस्ति गुटी हो होइन लममा झरेको दुःख दिने प्यासेन्जर कहाँको थियो साइकलको थिएँ इन्डिकाले ए अनि के अर्को बुक गरिदिए अर्को बुक गरेर गयो त्यसलाई गरौँ लगा केटा चाहिँ केटी थियो केटा चाहिँ यहाँबाट भर्खर 1 किलोमिटर जति मात्र लिएर आएको थियो कि यहाँ गइहाल्यो कति राइड हामी कति पैसा दिनु त भनिरहेको थियो यहाँ 37 रुपियाँ एउटा मलाई घाटा पऱ्यो ल माथि जा भन्दै मैले भर्खरै मोबाइल चेन्ज गरेर आएको
हुइल कभर हाल्दै कस्तो नामले किन हाल्यो हजुर पाइयो 45 हालेर फेरेको बनायो भने के भनेर दिलबरले मैले बनाइहाल्छ नि भने हजुर मेरो यहाँ अब सिट कभर हाल्नु छ एउटा होइन सुन्नु न मुजी सिट कभर एउटा होइन अनि यहाँ स्प्रे हानिदिने तल तल अनि लामो यो थोडा छोडिदिने अनि बाइक त चक्काचक देखिएन त मुजी होइन हुइल कभर हाल्दै हेर्नु न सुहा त्यो